हेलो गुड मर्निङ काशीदिदी इट्स मी याङजिला अनि आज पनि स्पेशल डे हो। आज चाहिँ अब बडीको बर्थडे हो आज हैन। हाम्रो बर्थडे गर्ल चाहिँ यहाँ पुरा खुसी भएर हो पुरा गीत मेरो नानी पनि उसको इनीलाई ह्यापी बर्थडे भन्ने थियो। अब एकछिन चाहिँ फेरि मेरो नानीको ड्युटी गर्नुपर्ने हुन्छ। एकछिन नानी पढाएर स्कुल जान्छ बहिनी चाहिँ। अनि म आबु चाहिँ निस्केको बर्थडे गर्ललाई अलिकति के किनिदिउँ भनेर निस्केको। अहिले फिलहाल चाहिँ रोडमा आइपुगे। अब गाडी पर्खिरहेको छु। फिलहाल म घर आइपुगे। अनि बाटोमा आउँदा आउँदै आनीले चाहिँ साग दिएको छ। साग है बर्थडे गर्ल चाहिँ के गर्दैछ? ए यिनीको बर्थडे स्पेसल चाहिँ म्यागी दिँदैछ नानीलाई। हाम्रो स्पेसल चाहिँ यहाँ के छ? हामी चाहिँ मोमो बनाउन आँटेको हैन। मोमो पार्टी बर्थडे स्पेसल मोमो पार्टी। मुकबाङ गर्नुपर्छ नि। अन्त यहाँनिर हाम्रो ठुलो मान्छेले चाहिँ नि पिठो बनाएको। के बनाउने बहिनी? यिनीको बर्थडेमा मोमो बनाइदिने यिनीलाई। बनाउनु जान्छ मोमो? कसरी बनाउँछ? यसरी पानी कम्ती हालेर बनाउनुपर्छ नि त। चाहिँ कटिङहरू पनि सक्यो हैन। यस्तो मेसी भइरहेको छ। अब सुनिक पार्छु। यसको चाहिँ अब सक्नु छैन रहेछ लो। अकुले चाहिँ बर्थडेको थालिहाल्नु पर्यो अकु है। अहिले चाहिँ भने म अचार बनाउँदैछु। अचार हैन। सुप बसाएको हैन क्या सुप। अहिले चाहिँ मेरो अचार पनि रेडी छ। मिक्सीमा पिस्ने हो अचार। अब चाहिँ अहिले मोमो बनाउनु स्टार्ट गरेको। मोमो बेबी चाहिँ के गर्नु भएको? सघाउनु भन्दा बेसी बिगारेको होला नि। के बनाइसकेको मुनि? बनिँदैछ है। के राम्रो छैन? मोमो दामी बनाएको छ त मोमो। यिनीले बनाएको दामी छ त। बनाउने हो तपाईँ बनाउनु आग्यो? ए हो तपाईँ पकाउने बस्नु ल। पकाउने बस्नु ल तपाईँ। अचार पनि बनाउनु पर्यो। कोही बेला कम्ती कमेडी गर्छ। सुप पनि रेडी हुँदैछ। बिफ सुप अनि चाहिँ छ भेज सुप। हाम्रोमा चाहिँ यस्तो मङ्की आउँछ है। मङ्की यस्तो मङ्की आउँछ।
Dance monkey. बर्थडेको केक पठाइदिन्छु ल अहिले तपाईँले सानो अब हेर खदाको पसेको त्यो यो टुपाको मेरो नाम लेखेको विद्या बसाने बर्थडे गर्ल चाहिँ केक काटिसकेर चाहिँ यहाँनिर घरबाट नि काम बर्थडे गर्लको चाहिँ भेज हो भेज लो खाइ हेर्नु त कस्तो भएछ सुप खाइ हेर्नु त सुप मैले बनाएको नि सुप अन्त बर्थडे गर्ललाई स्पेसल बनाइदिएको नि सुप कस्तो भएछ दामी आमाको पनि भेज हो है आमा
भेज आजी कस्तो भएछ आजी मोमो कस्तो भएछ आजी हाम्रो बडीलाई चाहिँ बर्थडे स्पेसल चाहिँ एक ढुङ्ग्रो कोही कोही बेला है डेली चाहिँ खानु हुँदैन है फेरि भाउजू त्यहाँ अटेन होला हो खानुहोस् खानुहोस् आमा खान्छ नि ल आमा बडी ल्याइदिउँ आजको बर्थडे स्पेसल बडीको बर्थडे चाहिँ यस्तै थियो हाम्रो चाहिँ सानो होइन अन्त त्यही भएर म मेरो भ्लगलाई चाहिँ यहाँ एन्ड गर्न चाहन्छु सी यु इन द नेक्स्ट भ्लग